पुत्का मौरीको घार निर्माण गर्दा हामीले ध्यान दिनुपर्ने कुराहरू खास के रहेछ भने यो पुत्का मौरीको हाम्रो उद्देश्य घारको डिजाइन गर्दाखेरि हाम्रो उद्देश्य के हो भन्दा मौरीको घार विभाजन गर्दाखेरि कसरी सहजता हुन्छ। सहजता भनेको हामीले घार बनायौँ भने त्यो घार चाहिँ एउटा त विभाजनको सहजताको हिसाबले हामीले चाहिँ मोडेल अथवा घारको डेभलप डिजाइन गर्नु पर्यो। दोस्रो निरीक्षण र हार्भेस्टिङमा सहजताको हिसाबले जुन चाहिँ हामीले आन्तरिक निरीक्षण गर्छौँ, हेर्छौँ, खोल्छौँ के छ अवस्था त्यो हेर्नको लागि पनि सहजताको लागि घारको चाहिँ एउटा डिजाइन हामीले तयार गर्नुपर्ने हुन्छ भने अर्को चाहिँ आहार व्यवस्थापनमा सहजता। हामीले त्यसलाई खाना पुगेको छ कि छैन अथवा उसले चाहिँ अफ सिजनमा हैन यो चाहिँ जाडो भएको एकदम बढी जाडो भएको बेलामा अथवा चाहिँ एकदम झरी बादल बढी चाहिँ लामो समय झरी परेको बेलामा खानाको कमी भयो भने पनि त्यसको चाहिँ उत्पादन सङ्ख्या चाहिँ कम हुन सक्छ भन्ने हिसाबले हामीले चाहिँ आहार व्यवस्थापनमा पनि सहज रूपले उसलाई व्यवस्थापन गर्न सकियोस् भन्ने किसिमले हामीले चाहिँ घार चाहिँ डिजाइन गर्नुपर्ने